मिसिन जाने हो त एकछिन पारि क्यामेरा रिपोर्ट खिचिरहेको राम्रो त एकछिन पारि क्यामेरा खिचेर सुटेर काडा काडा यो चाहिएको हामीलाई होइन होइन यसो दिनु होइन भइरहेको खतरा नाच दिनु खतरा दिनु त्यो ब्रोहरू दुईजनाको राम्रो छ नाच्ने मान्छेहरूले पनि गाउँथे त नाच्दैन त मैले गाउनु छ त्यो चाहिँ हाम्रो भ्युटार हो मेरो बोली पुरै बसेको छ त्यही भएर म चाहिँ बोल्न मिल्दैन खासै कुन गाउँ छ कलाकारले ननिकालेर हामी फुच्चीले निकालेर काम छैन के गर्नु पर्यो यार तपाईँ हाम्रो अभिभावक भएर यार तपाईँ चुप्प लाग्नुहुन्छ पाङ्ग भएपछि के गर्छु कति राम्री भन्यो र चोलीमा भेटलाई आज र भोलिमा कति राम्री भन्यो र चोलीमा भेट मलाई आज र भोलिमा यसै त मन मेरो धामिलो धामिलो मन मिसा मिलो यसै त मन मेरो धामिलो धामिलो मन मिसा धामिलो मन मिसा कस्तो अर्गनाइज नगरेको है लगानी गरेर हल्का अर्गनाइज चाहिँ हुनुपर्ने क्या कम्तीमा किमादुर भन्ने त गजलको होइन कमरेड विवेक छेत्री बटालियन कमिसनर भन्दो रहेछ कि 10 वर्ष जनयुद्धमा प्रयोग भएको ह्यान्डसेटहरू रोके टोकेहरू कस्तो आए बेबी गरेर पनि कति कभर गरेर रहेछ तर यति राख्दाखेरि हल्का अर्गनाइज गरेर मात्र राखिदिएको है राम्रो देखिन्छ नि त यही फाइलहरू पनि एक एकवटा गरेर अथवा एक माथि अर्को चार्ज दियो भने फाइलहरू होइन त्यो चाहिँ गलत भयो होइन ब्रो सबै ठिक छ तर अर्गनाइज चाहिँ भएन क्या फाइलहरू के छ कसरी सकिन्छ होला त्यो इन्जिनियरिङको पाटोबाट भन्दैन
लाइक त्यो अब त्यो हुन्छ नि सिलहरू त्यो फोटोहरू साइडमा भ्युटा सँगसँगै साइडमा चाहिँ सङ्ग्रहालय टाइपको बनायो भने झन् राम्रो हुन्थ्यो सङ्ग्रहालय टाइप यहीँ साइडतिर क्या अरू अन्त जस्तो यो सामान थोरै छ नि त त्यो नभए पनि एकतिरमा पनि यो पनि अर्गनाइज गर्न सकिन्छ नि जस्तो मैले भन्न खोजेको फोटोहरू जस्तो त्यो फोटो छ नि यो खालको जस्तो एउटा अनि दुईवटा हेर त्यो एउटा हेर्दा अर्को फेरि यता आएर हेर्नुपर्छ नि त ठ्याक्क त्यो मिलाएर जस्तो फाइलहरू मिलाएर राख्दा भए होइन मिलाएर राख्यो भने राम्रो हुन्थ्यो सही है आइफाइ ल तेरो मेरो कुरा मिल्यो साइडमै सङ्ग्रहालय टाइपको भएको यही साइडतिर के त्यो त्यो पनि एउटा राम्रो हो त्यो चाहिँ झन् यता हेर्ने नि उता जाने भन्ने हिसाबले चाहिँ राम्रो हुन्थ्यो ठिकै छ यो तिमी बोल्नु रहेछ क्या कस्तो लाग्यो कस्तो आजको बेस्ट दामी छ यार किनभने क्लियर छ नि त पहिला म हुँदा पनि म कतिचोटि आउँदा पनि सबै रोल्पा डान दाङ सल्यान रुकुम बागलुङ रोल्पा बिचमा मौसम सफा छ यता बागलुङ भयो साथी त्यो देखाऊ त्यो पारि त्यो प्युठान भयो अँ योलाई सुनसरीतिर सुन स्मृति लाग्यो भयो त्यसो नि भेरीदेखि पाल्नुपर्छ बागलुङ भयो बाग्लुङ अनि थबाङ रोल्पा यो चाहिँ हाम्रो आर्मी बेस क्याम्प मुसँग जाँदाखेरि त्यही निस्केर त गइदिनु यो चाहिँ हाम्रो रक गार्डन हामी एकछिनमै जान्छौँ होला त्यता यो बाटो भइहाल्यो अनि यतापट्टि यो भाग चाहिँ तलबाट माथि भ्युटारसम्म आउनको लागि बनाएको रहेछ यो हाम्रो तल साथीहरू चाहिँ गीत गाइराख्नु भएको छ नाचिराख्नु भएको छ अगाडि हामी पनि त्यहीँबाट आएको उहाँहरू चाहिँ एकछिन यो मलाई जहाँसम्म लाग्छ यो यति टाढा देखिरहेको छ होलेरी एरियातिर हो क्या यता कतातिर होइन अनि यतापट्टिको चाहिँ दाङ यो किनकि भ्युटारबाट होइन मलाई एक्ज्याक्ट त्यो डाइरेक्सन थाहा छैन तर यो भ्युटारबाट चाहिँ तपाईँको दाङदेखि धेरै एरियाहरू देखिन्छ क्या दाङ अनि रोल्पाका प्रत्येक गाउँपालिकाका जस ठाउँहरू देखिन्छ एक्ज्याक्ट भन्ने चाहिँ थाहा भएन होइन मलाई जहाँसम्म यो ठाउँ चाहिँ जेतबाङ हो म यहाँ गएको छु यो सल्लीबोट के भन्छ जस्तो लाग्छ यो पनि गएको छु सल्लीबोट न त सल्लीबोट यता कता हो के जस्तो लाग्छ तर म गएको छु यो हलले भन्ने ठाउँ हो यो त धेरै गलत भएको रहेछ पिकनिक हब हो तर हेर्नु यो देखिरहेको अलिक जुम गर्दा पनि नराम्रो होला होइन यो हल्का सेतो देखिरहेको चाहिँ पुरै प्लास्टिक बोतलहरू हो होइन प्लास्टिकहरू अनि हामी चाहिँ पहिले पनि हामी खाँदा चाहिँ नर्मल्ली प्लास्टिकहरू चाहिँ हामी जलाएर फालिदिन्थ्यौँ होइन कहिले पनि त्यसो गर्थेन तर अहिले यस्तो देख्दा चाहिँ कस्तो नराम्रो लाग्यो कृपया तपाईँहरू हलतिर पिकनिक आउनु भएको छ अथवा के आउनु भएको छ कृपया यसरी जान नफाल्नुहोस् किनभने भोलि गाई बस्तुहरू चरिचरण हुँदाखेरि खाने त्यही नै होला होइन अनि फेरि अर्को चाहिँ तपाईँ पिकनिक खान यहीँ आउनुपर्ने त हो नि म नहोला किनकि म त पिकनिकबाट एकचोटि आउँछु होला म त हेर्न आउँछु होला रमाइलो गर्न आउँछु होला त तपाईँ त आउनुहुन्छ नि सो यति चाहिँ ख्याल गरिदिनु होला मेरो यति अनुरोध छ तल ठिकठाक बनाउँदैछन् प्यान्ट निकाले घडा निकाले भन्दै अनि यो अलिक सकिन मान्छेले गर्नु होइन सकिँदैछ लास्ट रमाइलो